नमस्ते एन्ड हेलो एभ्रिवान। मेरो यो स्विमिङको इच्छा भन्नु या रहर भन्नु, यो चाहिँ मलाई सानोदेखि नै थियो। क्लास 10 मा मेरो केही साथीहरू स्विमिङ गएर आउनुहुन्थ्यो र केही साथीहरूको नाममा चाहिँ गुन्जन राईहरू, अनि स्विमिङ गएर पुरै ट्यान भएर आउने र मलाई पनि रहर त्यतिखेर इच्छा थियो, तर मौका मिलेन। मैले त्यतिखेर स्विमिङ जान पाइनँ, गरिनँ पनि। त्यसपछि झन् यस्तोतिर मेरो कुरै भएन, दिमागमा पनि रहेन र अहिले आएर दुईटा बच्चाको आमा भइसकेर लेट 30s मा मैले यो मेरो समर भ्याकेसनमा चान्स पाएँ, साथी पनि पाएँ। त्यो भएर चाहिँ म सिक्न गएँ र 20 days छुट्टी थियो र यसमा मैले केही सिकौँ भनेर चाहिँ इच्छा गरेर गएँ र यो चाहिँ मेरो फर्स्ट डे हो। एकचोटि म रञ्जनासँग पनि फ्लोटिङ गर्न गएको थिएँ, त्यही भएर चाहिँ फ्लोटिङ गर्न चाहिँ त्यस्तो गाह्रो चाहिँ भएन र म यसरी चाहिँ फ्लोटिङ गर्दै गर्दै विदाउट ब्रिथिङ म त्यहाँसम्म चाहिँ पुगेँ। दिस वाज माई फर्स्ट डे। त्यस पछाडि मैले कन्टिन्युएसन गरिराखेँ। मैले कति दिन ट्राई गरेँ है, यङ एज जस्तो हुँदैन रहेछ, तर पनि मैले हिम्मत गरेँ भन्नुपर्छ। हिम्मत गर्दै गर्दै स्लोली एन्ड स्टेडिली मैले ब्रिथिङ पनि सिकेँ। फर्स्टमै म टाउको निकाल्न चाहिँ सकिनँ, बरु ब्रिथिङ रोकेर भित्र छिर्न चाहिँ सक्ने, तर ब्रिथिङ गर्न नसक्ने। स्लोली एन्ड स्टेडिली मैले ब्रिथिङ सिकेँ अनि यसरी नै मैले चाहिँ स्विमिङ गर्दै सिक्दै गएँ। यो चाहिँ मेरो अगाडिकै भिडियोहरू हो। आज चाहिँ मेरो लास्ट डे अफ स्विमिङ थियो र आई इन्जोयड दिस स्विमिङ टाइम सो मच।